यो चाहिँ टक्क जालै आजको माछा मार्न टक्क हामी हिँड्दैछौँ। उहाँ चाहिँ के अरे माछा मार्न जानु गइरहेछौँ। हेलो लेडिज एन्ड जेन्टलमेन, यस्तो घाममा थन्डरपुर घाममा हामी 4 बजेको घाममा हामी माछा मार्न गइसकेको छौँ। त्यसो गरेर हामीले टक्क माछा मार्न अगाडि बढ्दैछौँ। चलाएर खुट्टाले लगाएर अब टक्क हाम्रो माछा मार्न टोले गाइस होइन केही डब होइन। उहाँ चाहिँ जाल बोक्नु भन्छ, उहाँ चाहिँ जाले मान्छे जाले मार्दै टक्क उहाँ चाहिँ हाम्रो दाजु हुन्छ। यसरी चट आममा फेरि लचक लचक हल्लाउँदै टाउ पनि फेरि नष्ट हामी लगाएर यस्तो मेरो दाजु त पहिलोपल्ट देख्दैछु म। आममा फेरि मुस्काने दाइको कडा एउटा केटा पुटुलको ढल्छ। हाम्रो सेक्सी दाइ चाहिँ फेरि किन निस्किसक्नु भएको छैन, पुरा लचक लचक कम्बो खान्छ अनुहार सनुहार मिलाएर आममा फेरि निन्द्राको ताल मागेको छ। तर दिनभरि यति खाना खाएर लचक लचक सुतेर उठेको मान्छे हो। हिँड्छ छ टक्क लाउरे जस्तो टक्क हिँड्दैछन् केटाहरू। आमा फेरि चट्टसँगले हामी जाँदैछौँ। जम्मा धेरै छैनौँ आज, 500 भाइ मात्रै छौँ है। 5जना छौँ, सधैँ 5जना जान्थ्यौँ। पहिले चाहिँ मैले यसो अब भिडियो चाहिँ बनाउँदैन थिएँ, आज चाहिँ टक्क बनाउँदैछु है भन्नु पर्ला। टक्क हिँड्दैछौँ हामी होइन, जाँदैछौँ टक्क। यहाँ त यो उता समुद्र छ, समुद्र उता जाँदैछौँ। टक्क गर्मी हुँदाखेरि पसिना आउँछ, म चाहिँ पसिना छिटो धेरै आउँछ कि त्यही छ खराब पानी। सर्लक्क जान्छौँ थपिङ हानेर यहाँबाट पारी तर्नुपर्छ हामी। टक्क हामी रोड क्रस गर्दैछौँ सरल तरिकाले। टक्क 5 रुपियाँ दिएको तल हिँड्दैछ गुट्टु लाएर। हाम्रो चाहिँ अब यही होटेल काम गर्ने, यही उता समुद्र छ, माछा मार्न जाउँ हामी। गोपाल दाई त मान्छे खतरा हो नि त नि। अब म चाहिँ गोपाल दाई अरे भर्खर उहाँ चाहिँ नयाँ आएको, उहाँ 3जना चाहिँ नयाँ हो। हामी चाहिँ अब अगाडि हिँड्नु आएको ब्रो। ओ तङ्कर खोलातिर माछा मार्न, ए समुद्रतिर माछा मार्छ किन? टक्क यो चाहिँ हाम्रो होटेलले पूजा गरेको यस्तो कुनै चाहिँ दियो राख्थ्यो, अहिले यस्तो राख्दो रहेछ यो ठाउँमा चाहिँ। आज अब अहिले चाहिँ मलेसियामा डुरेनको सिजन छ है। डुरेन जता डुरेन उता डुरेन यता डुरेन होइन बनाएर अहिले डुरेन पसल दोकान केटा माछा मार्नु माछा हामी मार्छौँ। जताततैबाट हिँडै छ, अहिले ढोक्छन् अहिले ड्याङ्ग लगाएर। हिँड्दैछ ड्याङ लाएर माछा प्लस माछा पसिले सेम। यो ठाउँ चाहिँ गाउँ जस्तो छ कि हेरौँ टक्क घरित्रु काम्पोङ मैले असै काम्पोङ भन्छु त पुरा। यता नुवाकोटे सम्झी के छ खबर, यता काभ्रेली सम्झी के छ खबर, उता कहाँ रुकुमको हो नि मान्छे, रुकुमे सम्झी के छ खबर। अब ठिक छ नि, ऊ चाहिँ इटारीको सम्झी के छ खबर नि। को धरानी छैन यहाँ, धरानी छ त एकजना 2जना छ त। सेम गाउँहरू छ यो ठाउँ त। म आएर हेर्छु है कस्तो लाग्यो यो ठाउँ चाहिँ मलाई। ए मलाई हाफ प्यान्टमा आइएको छ, 2जना चाहिँ प्यान्टमा, 3जना। ल फाइनली आइपुगे समुद्र। बिरालो पाल्न बस्नु बुढा कहाँ यहाँ उपर पुलमा जाने सिधै ऊ त पराको हान्ने हो ल है। समुद्र टक्कसँगले हामी माछा मार्नु चाहिँ हामी ऊ त पराको घरमा जानु। ऊ त्यहाँ के घर भने त्यहाँ खै के बनाएको त घरमा जाने माछा मार्ने हो। फेरि माछा खान्न, फेरि माछा मार्नु चाहिँ डर लाग्छ फेरि मलाई नि। त हुन्छ हेरोस्
खलीवाली अनि भन्छ फेरि खोला गयो भन्छ होइन समुद्र गएको भूत लाग्छ भने होइन समुद्र समुद्र कस्तो यस्तो गएर होला कि कोपिङ खेल्ने हो यहाँ खेलिहालौँ त एकसट हेरिहालौँ ल हुन्छ नि नल र सर चाचा है ल भयो जम धेरै ल टक्क आइपुग्यो त फेरि हामी अब यहाँ ब्रिजमा आइपुग्यो ब्रिजबाट टक्क पारी जाँदैछौँ जहिलेमा चाहिँ अब किनकि लाग्छ हो क्या पछाडि हिँड्ने टक्क आरामले चट्टसँगले अब यहाँ जाल हान्ने हो हेरौँ आज माछा कतिको पर्छ हो सदा चाहिँ अलिअलि मारिन्थ्यो आज चाहिँ अब यो पनि समुद्र अलिकति बढेको छ त्यही हो गागा काका माछा ल हाम्रो काग यस्तो सेक्सी माछा यस्तो सेक्सी घाम लागेको बेलामा हाम्रो विश्व दाइ चट्ट माझी दाइ जाले दाइ चट्ट माछा मार्न आउनु भएको छ जाल हान्न आँट्नु भएको छ त्यही भएर आमा फेरि हेर्नु न आमा फेरि टक्क जालहरू मिलाउँदैछ लडाउने झर्छ नि बुढो पौडीहरू निस्किन्छ ल एक ल शुभ यात्रा ए जाली डुब्दैन त गएर हुनुपर्छ त गएर छैन त्यहाँ नि ए यो मा के हो ए ओइ दाम न ओइ कहाँ आयो यस्तो त नझार सबै झार्नु यार यस्तो त के लानु र यार मसिनो आउँछ क्या यहाँ माछा भनेर यस्तो झुता पर्छ माछा ए ओइ पनि माल छ नि माछा ल यो ल्याउ न यो के हो यो खै त माछा ठुल्ठुला माछा पाउँदैन भाइ यहाँ ए यस्ता माछा काँडा हुन्छ नि हातको छ माछा मार्दै हुनुहुन्छ झिक्दै हुनुहुन्छ होइन यो माछा नझिक्ने छोडिदिने यहाँ चाहिँ एउटा हाम्रोसँग जेली फिस छ दाइले हान्न आँट्नु भएको छ परो सानो परेको धेरै यो मुजी जानु चाहिँ किनकि जाँदा पर्छ त यो पर्छ झड क्याच ओ परो जेलीफिस पऱ्यो गाइस जेलीफिस परेको गाइस हाम्रो यहाँ जेलीफिस परिरहेको छ पर्न पऱ्यो कानेर पऱ्यो पानी पुरा राम्रो पानी हालेर हाम्रो एउटा यो जेलीफिसलाई उयो भयो यो सिद्रा भन्ने चाहिँ विदेशमै पाउँदछ यार थोरै तिन माछा यहाँ काँडा हुन्छ झर्दैन यो पुरै माछा छ यहाँ माछा छ यार यो माछालाई चाहिँ माछाको अनुहार दिएको छैन त मसिनो माछा भन्छ ठुलो माछा चाहिँ माकुरी लगेर कुन माछा भएको लाग्ने मान्छेलाई किन हाम्रो गाउँतिर सर माछा मार्नु दुधको सीमा यो चट्ट अब फेरि हामीले जाल हान्न आँटेको छौँ चट्टसँग लाएर हाम्रो माझी दाल माझी दाई ल त हानु एक दोक एक दोक खोयो ए दो लामै पर्यो होइन चट्टसँगले ल माछा अब हेरौँ कति पर्दछ है त आज छैन अहिले त नपरेको हाम्रो मसिनो त खतरा उफ्रिँदा
झिँगे माछा होइन त्यो लामो चुच्ची वाला झिङ्गे हो मैले देखेको माछाको जातहरू हुँदैन कसरी पाइन्छ आयो कता हिँडेको तपाईँको कुराले जाल यहाँ भिजेर गएको रहेछ क्या होइन के भन्नु त्यसका मसिनो माछा परेर भन यार मसिनो माछा चाहिँ लगभग एकचोटिमा 1-1.5 एउटा पर्दो रहेछ हौ यार निकाल्नु गाह्रो बिजनेस स्टार्ट गरौँ माछाको मछली बिजनेस कस्तो हुन्छ त माछा बिजनेस के भन्नु खोलाको छेउमा नि मुला यार हावा चल्यो नि पसिना चाहिँ आउनु छोड्दैन मलाई कहिले नि यार सेक्सी हवाटा भएपछि त्यस्तै के भन्नु गाह्रो छ अर्को ल केटा माछा के ल छिटो माछा जालमा एकचोटिमा 15-20 रुपियाँ पर्छ ए यत्रो यत्रो आउनु पर्यो क्या माछा है माछा जालमा पटर एकचोटिमा यो चाहिँ फेरि धेरै न जाल चाहिँ फेरि माकुरी एउटा आँगन ढाक्ने छ त्यो सञ्जीव तामाङ हो यो हाम्रो आले भन्ने हो यो सन्डु अनि जाल हान्ने त मै भइहाल्यो त्यही हो लगभग 3 केजी माछा चौबिस घन्टा 100+ भन्छ यो मान्छे माकुरी अस्ति दाइले प्लान भने प्लान भएन यार ल बाइलु टक्कै प्याज लसुन जुत्ता चप्पल प्यानहरू चाहिँ टक्क होइन यहाँ पाउँदो रहेछ अरे क्या आफ्नो साइड हुँदो त्यसको नि सुनको सिक्रीहरू भन्नु नमिल्ने लु खान्छौ भन है खाने यो बदम चाहिँ तारेको हो क्या हो तेलहरूमा हो र मकै खाऊ तात अस्ति खाएको होइन त्यो नुन नहालिकन तत काम छैन मकै नेक्स्ट भेज्नुपर्छ क्या भित्र त्यहाँ आइस नभेटी गइस् भन्छ फेरि अहिले देखाउने चित्तियाले मेरो टोपी ए बनाउनु त कति एउटै मासुलाई 10 आइटममा बेच्छ यो मासु हो क्या फेरि चाहिँ मासु सबै तर नाम चाहिँ फरक अनि एउटा सस फरक गोरुको मासु यो गोरुको कान्छी त खतराको त भाइको ड्रागन फ्रुट स्याउ एप्पल लाँदैन हौ कति लाउँदा आँप यार आँप चाहिँ लाउँ होला अलिकति मिलाने आऊ न म खाने के हो र आँप भनेको चाहिँ राम्रो अरे के के हो 2 रुपियाँको त 3 रुपियाँको के हो यो छ अहिलेको लागि त मेरो सादा पानी सादा ल
सुन्तला ड्रागन फ्रुट त्यसपछि त होइन मलाई यस्तो खानु लाग्छ यो आल्चा अहिले न पैसा खानुपर्छ पैसा खानुपर्छ ल यो साथै के खोयो यार खतरा बनाएको के हरिया छ टक्का banyak rasa isu-isu seperti ini kita कुरा मासु कहाँ पराबाट लगाउँ है ल 20 रुपियाँ 10 रुपियाँ प्याकेट चाहिँ केरा हजुर ट्याक्क हरियो पाकेको पिज्जा रहेछ सानो खालको पानीपुरी जस्तो त खाने हो पानीपुरी फुलले जलो त मसँग रुममै किन हुनु हाम्रो त नि एउटा पोका लगेर रुममै छ अचारहरू मात्रै अचार अहिले अचार किन हो नि त अचार किन नलाउ ओके मलाई खानु मन थियो नखाम भन ठिकै छ लगौँ न ल होस् अब सकियो रुममै छ त्यत्रो खुल्लाको राखेको आन्टीले प्याक गर्दै हुनुहुन्छ पानीपुरी चाहिँ काकाले काका मिलाले पानीपुरी लिइसक्यो ओके sama naik sama tante terus हाल्नु पर्ने बेगमा यार हामी चट्टसँगले उयो पानीपुरी लिएर गइसक्यौँ यहाँ मलेसियाको लोकल मान्छेले बेच्नु हुँदो रहेछ मासु चट्ट हामी गइरहेको छौँ अगाडि चाहिँ हाम्रो क्यामेराम्यान हुन्छ र भ्लगर मान्छे हुन्छ लाइक सब्सक्राइब गरिदिनु पर्यो ट्याक 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 थिचिदिनु पर्यो फेरि हामी चाहिँ अब यहाँ एउटा सामान अब यसो किनौँ भनेर आउँदैछौँ फेरि टक्क लाएर छिटो आएर भनौँ न के आउँदैछौँ अघि नै हिँड्नु चाहिँ यो मार्केटमा टक्क हामी चाहिँ अब जहिले पनि हामी अब स्ट्रङ बडी हामी अब मैदानमा हामी उत्रिसकेको छौँ मासुमा सिधै जाउँ है ल भिडियोमा त सेट विदेश जस्तो देख्दो रहेछ यसले विदेश भन्छ चाउचाउ आइटम त देखाउनु पर्दैन चाउचाउको खाएर एउटै चाहिँ 1 केजी कहाँ पो यार भने पछाडि कोही जान्छौँ खाने आज हामी ट्याक्का च्याता होइन अनि एउटा सिँगै कुखुरा बोक एउटा कुखुरा टक्क बोका त सानो भएपछि उता हाल्दा उता हो त टक्क हाल्दा एउटा पखेटा खायो पखेटा खुट्टा खायो खुट्टा रहेछ होइन त्यो पखेटा किला खुट्टा हो मासु चाहिँ खाने सब ठिकठाक छ रहेछ तपाईँले अनि एउटा यो हालिहाल्नु धनियाँ यो चाहिँ फेरि नेपाली धनियाँ हो गार्डन गार्डन अनि तँ तिरान काटी काटी यहाँ छ काटी यार पछि प्लास्टिक सब सानो खतरा छ यार यो ठिकै दाम रहेछ
चिल्लो चिल्लो तिमीले हाल्नु जान्दैनौ यो खुडी कता राख्यो फेरि यो छोड त मजिक छोड त यस्तो छ नि यो यस्तो हाल्ने हो क्या भयो यो हाल्ने होइन यस्तै त छान्ने हो त्यो ठिकै छ त्यो जोखेर आऊ यस्तो घाँसपात खान्छ न मान्छेहरूले यार यो चाहिँ हाम्रोतिर अमिली भन्छ अब यो चाहिँ केमा खान्छ थाहा छैन कति रुपियाँको यो कस्तो छ यता रहेछ पानी खाने अन्डु यहाँ पानीको ऊ यो मलाई एउटा 100% बोक्देऊ त सानो 100% झिकन एउटा क्वालिटी सबै एउटै हो नि अरू चाहिँ कस्तो छ यता त्यस्तै हो हाम्रो घुम्ने खाने किन्ने ठाउँ जहिले नि यतै हो माथि भिडियो गरेर सुरु नि म त यताबाट आइपुग्छ कल्ला फेरि ठिक छ त नि यहाँ कति हजारको या कति सयको गोजा पुग्छ नि त्यसपछि म चाहिँ तपाईँ त्यसपछि चाहिँ छुट पाउनुहुन्छ क्या होइन त्यसपछि हो होइन 2185 2185 काटो 2185 काटो तर तपाईँको यहाँ कम्बाइट हुन्छ क्या होइन अब यो छ नि अब यो मैले देखाएँ नि पैसा कति तपाईँलाई दिन्छ त्यस्तो हुन्छ क्या ए होइन मैले त्यही भन्नु खोजेँ हो कि हरेक दिन त जस्तै अब नेपाल जाने यस्तो सिस्टममा निस्किसक्यो क्या यो त विदेश हो नि त भइहाल्छ नि तर यो ठुलो मार्केट भएर चाहिँ यो राखेको हो ल ठिक छ त यस्तो छ ठाउँ होइन चट्ट हामी हिँड्दैछौँ दुईजना दाजुभाइ चाहिँ पैसा छुट्टी छ कि मेरो आज त्यही भएर पनि छुट्दै आयो छुट्टी हिँड्नु टक्क हामी चाहिँ टक्क यो चाहिँ होइन यो टक्क स्कुल हो सबैको बाउ आमा र छोराछोरी उठाउँदै लेख्दै गरिरहेछ हजुरआमा उहाँ चाहिँ मिस होला राम्ररी रहेछन् होइन आफ्नो साइकल त छ ठिक छ त यस्तै छ टक्क होइन हामी हिँड्दैछौँ बन्न लाएर हामी फेरि अब फर्किँदैछौँ 100+ खाइयो एउटा सानो खालको हामी चाहिँ ट्याक्क अनि अब लागिँदैछ फर्किँदैछौँ घरतिर अब हेर्नुहोस् अब यहाँ 3टा डिस्कम छ के यस्तो कहाँ पहिलो हामी जान्नौँ होला हो अनि हामी क्लियर भएर जानु किन घुम्नु ए म त घुम्दा हेर नि यो बाटो यताबाट गएर उताबाट उता यता घुम्दा रिङ्गाएर चलिसक्यो यार हामी यो के भन्छ विदेशको हामी यहाँ गाउँमा छौँ विदेशको सहर त घुम्न जान बाँकी नै छ ल भाइ ठिक छ बुझ्नु सुन्नु छैन केटा हेर्दैछ यसलाई खतरा घुमाइदिउँ ल यो अरे काजुको दाना यसको यो चाक एकछिन है यसको चाहिँ यो चाकबाट दाना पलाउँछ अरे हो चाकबाट थुप्रो माथि ठुल्ठुलो दाना रहेछ होइन यस्तो रहेछ यहाँ अनि अर्को ठुलो दानाहरू यहाँ रहेछ यहाँनिर यो चाहिँ काजुको दानाहरू यहाँ रहेछ कर्नबाट फल्छ अरे है यहाँ सिना रहेछ अरे ठाडो गरी उतारेको चाहिँ के भइरहेको यो चाहिँ हेलो दाजुमा आइपुग्यो त ल छिटो दिनु म ढिलो भइसक्यो
छिटो पैसाको सक्यो कति पैसा नेपाली पैसा खानालाई त्यहाँ छ अरे केटाहरूसँग 3500 छ एउटा छ भन्दै थियो 100 रुपियाँ दिन्छु 3500 को सापाटी पैसा लिएको यार पिन्जाम यो त सर खतरा खेलेछ त केटाहरू यहाँ अच्छा भएन रे ल भएन अब फेरि होइन आइसक्रिम खानु पर्यो भयो अरे मिलनले म चाहिँ अब ग्रेन लेमन टी खाने हो उसले चाहिँ अब आइसक्रिम खान्छ म चाहिँ चिसो खान्न आइस बिना खान्छु म चाहिँ भन्नु पर्ला होइन त्यो हामी आउँदैछौँ सर्ट लाएर यहाँनिर अगाडि हिँड्न तिमी हाम्रो साउजी अगाडि हिँड्छ हामी साउनी पछाडि आइया माकुरी चारो म चाहिँ यो खान्छु ग्राप लेमन टी खाने तिमी कुन खाने हाम्रो यहाँ फ्लेभरहरू सबै छ 1 ग्राप लेमन टी 1 विदाउट आइस 1 विथ आइस 1 विदाउट आइस हाम्रो चाहिँ यहाँ चट्ट फ्लेभरहरू खान मन लाग्यो भने यहाँनिर हाम्रो चट्ट फ्लेभरहरू छ म चाहिँ हाम्रो उहाँ काउन्टर मान्छे हुनुहुन्छ क्यासियरिङमा जस्तै हाम्रो यहाँ फ्लेभरहरू यहाँ डुरियनको आइसक्रिमहरू सबै पाइन्छ हामी परहरू मलाई सम्पर्क गर्न त्यस्तो छ ए यहाँ पनि छ त यहाँनिर चाहिँ हाम्रो फ्लेभरहरू छ यो चाहिँ हाम्रो चक्लेट ओके थ्याङ्क यू माछु छ अनि हामीले यहाँ टोकन नम्बर टक्क गर्नु यहाँ टोकन नम्बर कति छ 150 अनि हामी अनि चाकमा छिटो मिठो हाम्रो अर्को सुजन सर आइपुग्नु भएको छ फेरि यार यस्तो खाइन्छ नाटकै हो यसलाई ग्राप लेमन टी विथ आइस ग्राप लेमन टी विदाउट आइस जेली ए चेस हान्नु भनेर त खाएपछि त अर्को टोटी गराउँदैन ओके जाऊ थ्याङ्क यू आबाङ तिमी एकपल्ट भन अब आइसक्रिम ढाल खुल्ला एक एकवटा भएको त्यो हो हामी रुम आइपुग्यो फाइनल्ली केटाहरू के खेल्छ हाम्रो भाइ भतिजाहरू टक्क होइन अब आलै हुनु रहेछ होला कस्तो तिम्रो हामी आइसकेको थियौँ अघि त ओरा थियौँ मैले त्यो माछा मार्दा मार्दै फोन गरेँ कि मासु ल्याइएन यार पर्छ त हौ हाम्रो केटाहरू कसो कति बाजी हो ट्वेन्टी मान्छे कोही देखिन माछा खोइ माछा मलाई खेल्छ माछा ए 100% अब सिलाइस खाउँछु ल यो पैसा सक्यो यार पैसा छैन यार मेरो भाइ तिमी जस्तो फटा जिन्दगी मान्छे मैले देखेको थिएन नाङ्गे भुतुङ्गे अहिले भने युट्युबमा भिडियो आउँछ अहिले आज मलेसियाको पानीपुरी खाने भयो कस्तो छ होइन फाइनल्ली गाइज अब झिक्दैछु यो चाहिँ पानीपुरी कति दाना छ यार छैन
पानी पुगेन तिमीले के गुल्यो हो मतलब त्यो मिठो छ अलिकति गुलियो भयो अँ छ तर तपाईँ म ब्लुज लगाएर कति आउँछ हिजो टाइममा ल 9 बजे आउँछ कुन दिन लास्टमा एउटा दाना छैन यो चाहिँ म त स्वादले हालेको कि लास्टमा मलेसियामा आएर चाहिँ पानीपुरी मलेले बेचेको आज भेट्यो आज देखियो त्यही भएर लिएर आएर खाएको अब गुलियो गुलियो भयो तर पनि ठिकै छ मलाई ठिक लाग्यो अब म चाहिँ अब पिरो खान्न गुलियो गुलियो चाहिँ ठिक छ अब मिलनलाई चाहिँ अब मिठो भनेर उसलाई चाहिँ गुलियो गऱ्यो उसले चाहिँ खाएन तर मैले मात्रै एक्लै 2-3 दिन खायो त मैले बाँकी चाहिँ मैले खाएँ उसलाई ठिक लाग्यो अब अर्कोचोटि गगेला 2 प्याकेट 3 प्याकेट लिएर यस्तै खाने अर्को हप्तातिर अहिलेलाई चाहिँ ठिकठाक छ लास्टमा भुजा खानु पर्यो